यो चाहिँ आजभन्दा 5-6 वर्ष अगाडिको कुरा हो कि होइन। जब मेरो मम्मी बाबा जापानबाट आउनुभएको थियो र दसैँको टाइम थियो, सपिङ गर्ने भनेर हामीले डिस्कसन भइरहेको थियो र मम्मी र म चाहिँ सपिङ गर्न जाने भनेर डिसिजन भएर हामी बसेको थियौँ। सो मम्मीले चाहिँ अब ल जाने भनेर चाहिँ क्यास झिक्दै हुनुहुन्थ्यो कि कति अब लाइक पैसा चाहिन्छ सपिङ गर्नको लागि झिक्दै हुन्थ्यो। अनि मैले त्यतिखेर मम्मीलाई भनेको थिएँ कि मम्मी क्यास झिक्नु पर्दैन, मसँग ई सेवा छ अथवा मोबाइल ब्याङ्किङ गरे हुन्छ भनेर भनेको थिएँ होइन। अनि त्यतिखेर मैले जे कुरामा पनि ई सेवा मोबाइल ब्याङ्किङ भन्ने कुरा धेरै ल्याइरहेको रहेछ कि मम्मीलाई होइन। सो मम्मीले त्यो कुरा एनालाइज गरेर बसिरहेको भएर चाहिँ, किनकि मेरो मम्मी बाबाको जेनेरेसन अथवा त्योभन्दा पहिलाको जेनेरेसनलाई मोबाइल ब्याङ्किङको बारेमा अलिक कम नै थाहा थियो कि होइन। अब अहिले त थाहा छ, धेरै कुराहरू थाहा छ होइन। सो त्यतिखेर धेरै अब चेक चल्थ्यो, अब नत्र धेरै जस्तो क्यास नै चल्ने चलन थियो कि। सो मैले ई सेवा चल्छ भनेर भनेको थिएँ कि होइन। अनि मम्मीले भन्नुभयो दसैँको बेलामा क्यासै लिएर जाँदा ठिक होला भन्नुभयो। अनि मैले त्यतिखेर भनेको थिएँ कि होइन मम्मी, धेरै जसो मान्छेहरूले अब ई सेवामा पेमेन्ट लिन थालिसकेका छन् र हामीले ई सेवाबाट पे गर्दा हुन्छ जता पनि भनेर भनेको थिएँ। अनि अनि मम्मीले एकदम एउटा एकदम हँसो लाग्ने कुरा भन्नुभयो कि मेरो लागि चाहिँ एकदम हँसो लाग्ने कुरा थियो। अहिले सम्झिँदा नि म हाँस्छु होइन त्यो कुरा चाहिँ होइन। सो मम्मीले भन्नुभएको थियो मलाई भुटेको मकै खान मन लाग्यो, मन लाउला रे होइन। सो त्यहाँ पनि ई सेवा गरेर हुन्छ भनेर भन्नुभयो कि होइन। अब म पनि हाँसेँ होइन। त्यतिखेर हामीलाई त्यो एकदम हाँस्ने